अब पुनर्स्थापना भन्ने त्यसो सोधौँ न, किन राजतन्त्र शाहवंश त्योभन्दा अगाडिको मल्ल किन नल्याउने? तिनको पनि त हक लाग्ला। त्योभन्दा अगाडिका लिच्छवी किन नल्याउने? त्योभन्दा अगाडिका किराँतहरूले किन पुनर्स्थापनाको कुरा नगर्ने? त्योभन्दा अगाडिका महिषपाल वंशीले किन पुनर्स्थापनाको कुरा नगर्ने? त्योभन्दा अगाडिका गोपाल वंशीले किन पुनर्स्थापना पुनः नगर्ने? कुन राजतन्त्रको कुरा? इतिहासमा त थुप्रै राजतन्त्र छन्। संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन् जान्छन्। यो समयको प्रभाव हो। यो गणतन्त्र आजको युगको सत्य हो। सभामुख महोदय, म सम्पादक थिएँ। मलाई कुन बेला जेल लाग्छ मलाई थाहा हुन्थेन र मलाई जेल जाँदाखेरि मलाई के अपराधमा जेल लग्यो त्यो थाहा हुँदैन थियो। कतिसम्म भयो भने उहाँहरू राष्ट्रियताको ठुलो कुरा गर्नुहुन्छ। म रातो युगधाराको सम्पादक थिएँ। के भयो भन्दाखेरि पूर्व पश्चिम राजमार्ग कम्प्लिट भएको थिएन। महाकाली पारीका 18वटा पुल माने टेन्डर गर्दाखेरि चिना कम्पनीलाई पर्यो र त्यो चिना कम्पनीलाई परेको पुल उल्टाउँछ। अब त्यो चाहिँ बाह्य दबावमा उल्टाइँदैछ भनेर मैले समाचार लेखे बापत मलाई अञ्चलाधीश कार्यालयमा बोलाएर बयान लियो। नभन्दै त्यसको केही दिनपछि त्यो 18वटा पुलको निर्णय उल्ट्यो। यही होइन देशभक्ति? यही होइन राजतन्त्रको देशभक्ति? यो त प्रमाण हुन्। गएर अखबार पढे हुन्छ त्यस बेलाको। त्यस बापत मुद्दा खेप्ने, त्यस बापत अञ्चलाधीश कार्यालयमा गएर बयान दिने मान्छे बन्यो। म दृष्टिको सम्पादक थिएँ। अञ्चलाधीश कार्यालयबाट सेन्सर गर्ने एउटा शाखा अधिकृत खटाइयो। उसले सेन्सर गर्यो। उसले सेन्सर गरेर हरेक हप्ताको अखबार उसले काटेको छ। मैले के लेख्दिने गर्दै आएको थियो भने त्यो बेलाको फाइल पल्टाएर हेरि हुन्छ यो पङ्क्ति अञ्चलाधीश कार्यालयले सेन्सर गरेको हुनाले यो ठाउँ खाली छ भनेर मैले त्यस्तै पठाइदिन थालेँ। त्यसमा अञ्चलाधीश कार्यालयले आपत्ति गर्यो। मैले मानिनँ। अनि त्यही दृष्टिका अङ्कहरूको आधारमा मलाई राजकाज मुद्दा चलाइयो। अनि बयान लिए कसले? नरेन्द्र कुमार चौधरी भन्ने एकजना अञ्चलाधीश थिए। रणबहादुर चन्दजी त्यो बेला डिआइजी हुनुहुन्थ्यो। उहाँहरूलाई लिएर 45 दिन थुनेपछि चाहिँ अनि फैसला गर्ने बेला के अरे भन्दाखेरि तपाईँको चालचलन राम्रो भएर छोडिया छ। मेरो चालचलन कहिले बिग्रिएको थियो र? तिनको प्रमाण चाहिने हो। मेरो चालचलन कस्तो छ भन्न। यसरी आधारहीन रूपले थुनिन्थ्यो। 9 महिना मलाई रसुवा लगेर थुनिन्थ्यो। यहाँ जेल छँदा सधैँ थुनियो। किन थुन्यो आजसम्म मलाई थाहा छैन। शान्ति सुरक्षाको पुर्जी दियो। म एउटा हातमा कलम लिएर हिँड्नेबाट यो देशलाई के खतरा थियो? यो देशको राजतन्त्रलाई के खतरा थियो? तर हो, मैले डेमोक्रेसीको पक्षमा, लोकतन्त्रको पक्षमा आवाज उठाएको थिएँ। साथ त्यसैलाई त्यो बेलाको राजतन्त्रले खतरा बोल्यो। त्यसैले सभामुख महोदय, इतिहासले के भन्छ भनेको राजतन्त्र भनेको षड्यन्त्र हो। षड्यन्त्र यो नेपालको राजतन्त्रको लागि मात्र होइन। लिच्छवीको हेर्नुहोस् त्यस्तै छ, मल्लको हेर्नुहोस् त्यस्तै छ, अरू संसारको राजतन्त्रको पनि इतिहास त्यस्तै छ। जयप्रकाश मल्ललाई कसले थुनेको थियो शासनको लागि? आफ्नै स्वास्नीले जेलमा हालेको थियो। राज्य प्रकाश मल्लको आँखा पाटनमा कसले फुटाइदिएको थियो?